नमस्कार साथीहरू। तपाईँहरूलाई बजारको निरन्तर अपडेट दिने क्रममा आज माघको चाहिँ एक हप्ताको आज चाहिँ माघ 17 गते होइन 17 गते यो चाहिँ एक हप्ताको मार्केट अपडेट दिने क्रममा म चाहिँ तपाईँलाई उपस्थित भएको छु होइन। यहाँ हेर्नु होइन, बजारमा चाहिँ एउटा सपोर्ट एरिया यहाँनिरबाट यसरी चाहिँ चलेको देखिन्छ। एउटा रेजिस्टेन्स लेभल यहाँनिर पनि एउटा अब 2686-80तिर एकचोटि बजाएर रिटेस्ट गर्न आउने हो कि जस्तो। हायर हाई हायर लो हायर हाई हायर यसरी हायर हायर यहाँ बनायो अनि हायर लो बनायो अनि हायर हाई यहाँ बनायो अनि लो यहाँ बनायो अनि यहाँ एकैचोटि यहाँ पुगेर हायर हाई बनायो। अब हायर लो बनाउन आएको हो कि भन्ने कुरा चाहिँ हो। यो बोलिन्जर ब्यान्डको मिड ब्यान्डसम्म चाहिँ आउन सक्छ कि भन्ने मेरो अनुमान होइन। हजुरहरूले चाहिँ त्यही अनुसारको चाहिँ हेर्नु होला होइन। त्यसरी चाहिँ यो मिड ब्यान्डसम्म चाहिँ बजार एकचोटि आउन सक्छ कि भन्ने मेरो अनुमान। यसरी यहाँ 2680सम्म होइन, 2680सम्म बजार चाहिँ त्यसरी हायर हाई हायर लो हायर हाई हायर लो बनाउने क्रममा चलेको छ होइन। यसरी अनि एउटा अर्को कुरा चाहिँ यो चाहिँ 50 दिनको मुभिङ एभरेज भन्दा 2632 आसपास रहेछ। यो 5 दिनको होइन। यसरी 5 र 50कोमा हेर्नु होला। 20 दिनको मुभिङ एभरेज चाहिँ यहाँ चाहिँ 2674 छ। यो आसपाससम्म बजार एकचोटि रिटेस्ट गर्न आउन सक्छ। र अब विकली कुरा गर्दा चाहिँ हाम्रो बजारमा चाहिँ विकली चाहिँ होइन, बजार चाहिँ के भयो भन्ने कुरा चाहिँ विकली प्रस्पेक्टबाट हेर्दाखेरि हायर हाई हायर लो चाहिँ बनाइरहेको छ होइन। यो चाहिँ जेनजेट आन्दोलन भएको हो यो चाहिँ होइन। त्यस पछाडि यसरी यहाँ एकचोटि लो बनायो अनि यहाँ टप बनायो, लो टप बनायो, लो बनायो, यहाँनिर टप बनायो। अब एउटा यो सायद टप बनाउँछ। यो विकलीमा चाहिँ राम्रो चाहिँ क्यान्डल छैन। यो नाफा बुक चाहिँ धेरै भएको छ होइन। यो हप्ता चाहिँ नाफा बुक धेरै भएको छ। यस्तै क्यान्डल बनिन्छ भने बजार चाहिँ धेरै राम्रो हुनेवाला छ। हामीले देख्दा चाहिँ यो हप्ता चाहिँ एकदम सेलिङ भोल्युम चाहिँ राम्रोसँग सेल भएको देखियो होइन। अब सेक्टर वाइज कुरा गरौँ होइन। हामी सेक्टरमा पनि सेक्टरबाट लाएर हामीले सेक्टर वाइज कुरा गर्दाखेरि होइन, यो आउने हप्ता चाहिँ कुन चाहिँ सेक्टर चल्न सक्छ भनेर हेर्नुपर्ने हुन्छ हामीले होइन। आउने हप्ता चाहिँ हामीले हाइड्रो पावर सेक्टर चाहिँ एकदम मुभेबल हुने हो कि भन्ने मलाई चाहिँ लागेको छ। हजुरहरूलाई कस्तो लाग्छ होइन। यहाँ भोल्युम पनि आएको यहाँ हेर्नु होइन, भोल्युम पनि आएको छ। एउटा चाहिँ हाई लोको श्रृङ्खला बन्दैछ। यहाँ चाहिँ एकचोटि यो रेजिस्टेन्स लेभलमा छ बजार। यसमा चाहिँ सङ्घर्ष गर्दैछ। यहाँबाट तलतिर यो 3400 आसपास यो मिड ब्यान्डसम्म पनि आउन सक्छ होइन। यो चाहिँ त्यसरी मिड ब्यान्डसम्म पनि आउन सक्ने देखिन्छ यदि बजार घटेको भने पनि होइन। तर बजार घटे पनि यहाँ चाहिँ बजारमा यो सेक्टरका चलेका कम्पनीहरू चाहिँ भोल्युम वाइज यहाँ हेर्नु यो हप्ता चलेका कम्पनी होइन यसरी चलेका छन्। र अर्को सेक्टर चाहिँ तपाईँको चाहिँ इन्भेस्टमेन्ट सेक्टर चाहिँ अब आउने नेक्स्ट विकका लागि चाहिँ हजुरहरूले हेर्ने सेक्टरहरू होइन। विकलीबाट पनि यो चाहिँ सेक्टर इन्भेस्टमेन्ट सेक्टर चाहिँ यसरी डब्लु प्याटर्नमा चल्दैछ जस्तो देखिन्छ। यसबाट चाहिँ नाफा गेन राम्रोसँग गर्न सकिन्छ। अनि हाइड्रो पावर सेक्टरमा पनि हाइड्रो पावरको चाहिँ यसरी यो पनि एउटा यो क्रस यसरी होइन, यसरी यहाँनिर हेर्नु यस्तो खालको ट्रेड लाइन चाहिँ यसले ब्रेक गरे हो कि मुनिको चाहिँ ट्रेड लाइन यही भइहाल्यो होइन। यसरी ब्रेक गरेको हजुरहरूले यसरी ब्रेक गरेको देख्नुभयो। यसलाई ब्रेक गरेको छ। यसको चाहिँ यति नै माथि जति चाहिँ यहाँ तल घटेको थियो 10%। अब यसले यही चाहिँ 10%सम्म माथि 9 7 8 9 10%सम्म पनि पुग्न सक्छ भन्ने आसपासको अनुमान पनि गर्छन् मान्छेहरूले नि। यो तरिकाले पनि हेर्छन्। मैले चाहिँ यो हाइड्रो पावर सेक्टरको चाहिँ यो बिचतिर 3800सम्म चाहिँ
पुग्न सक्छ भनेर मैले अनुमान गरेको हो होइन। त्यसमा अब हामी लाएर हेर्नु। अब हजुरहरूले यो अब हाइड्रो पावरमा चाहिँ चल्ने कम्पनी कुन कुन भन्दाखेरि चाहिँ यिनै हुन हेर्नु। एउटा यो युएमएचएल त मैले धेरै अगाडिदेखि भन्दै आएको, एचडिएचपिसी होइन, विकलीबाट हेऱ्यो। यी हेर्नु, यो चाहिँ एचडिएचपिसीमा चाहिँ यो चाहिँ विकली चाहिँ डब्लु प्याटर्नमा छ क्या। हजुरहरूले त्यो यस्तो कम्पनी छान्दाखेरि चाहिँ कम्पनी हेर्दाखेरि चाहिँ यसरी सर्लक्क हेरिहाल्नुपर्छ। पहिला सुरुमा हेर्दा हामीले विकबाट हेर्ने र 20 र 50 दिनको मुभिङ एभरेजको आसपास यहाँतिर हामीले क्रस गर्न थाल्यो भनेपछि हामीले यहाँ आएर किन्ने हो कि। पछि दुनियाँ गरिरहने होइन। यो मूल्यबाट यो 188 रहेछ, 180 आसपासबाट उँभो पनि अब किन्न सुरु गर्ने हो, हामीले किन्ने हो। यहाँ चाहिँ विकली यस्तो क्यान्डल बनेपछि यो बढ्छ भन्ने हिसाबले यहाँ चाहिँ अब यो लेभल अब सेलिङ लेभलमा छ। अब यस पछाडि बढो अझ यहाँबाट पनि यो भोल्युम सबै आउँछ खान्छ यदि अपरेटरले भने हाम्रो यहाँसम्म 250 को टार्गेट गर्ने हो एचडिएचपिसीमा होइन। यसरी हजुरहरूले हेर्ने। यी चलेका कम्पनी अब यो त बढिसक्यो म किन्दिनँ सर भन्नुहुन्छ, अर्को किन्नुहुन्छ भने अब एनजिपिएल अल टाइम हाई बनाएको हो। अब एलइसी बाँकी छ एउटा होइन, एउटा कप एन्ड ह्यान्डल प्यान्डलमा रहेछ। यो चाहिँ एलइसी छ होइन, भोल्युम पनि आएको छ, रिटेस्ट पनि गरेको रहेछ होइन। यो चाहिँ क्लियर चाहिँ प्याटर्न चाहिँ यो धर्का तानेपछि मात्र आउँछ होइन। यसरी हामीले धर्का तान्नुपर्ने हुन्छ कि यस्तो यो चाहिँ लिएर यसरी यहाँ तल झऱ्यो अनि यहाँ माथि गयो, यहाँ तल गयो अनि यहाँ माथि गयो। अब यहाँ सायद आउला अनुमान अब भोलि यहाँ रिटेस्ट यहाँ त गऱ्यो, अब फेरि अझै गर्ने हो कि होइन, अलि यसरी जाने हो भने अब अनि यसलाई अब यसरी हामीले यसरी ट्रेड लाइन गर्ने हो क्या। यसको वरिपरि नै कसरी छ, कसरी घुम्छ, कम्पनी कसरी चल्छन् भन्ने यही हिसाबले हेर्ने। अनि अब मैले चाहिँ एनएचपिसी पनि राम्रो देखेको होइन। एनएचपिसी पनि अब बढ्नका लागि होइन। त्यस पछाडि यो रिटेस्ट गरेर यो एनएचपिसी पनि किने एकदम राम्रो किने हुन्छ हजुरहरूले होइन। यो विकली पनि राम्रो राम्रो छ, मन्थली पनि विकली पनि राम्रो छ। अनि त्यस पछाडि एकेपिएल एकेपिएल पनि हजुर विकली क्यान्डलमा चाहिँ एकदम राम्रो ग्रिन क्यान्डल बनिएर गएको छ। यो भोल्युम पनि आएको छ होइन। त्यस पछाडि हेर्नु यो डेली क्यान्डल पनि भयो। विकली क्यान्डलमा चाहिँ एकदम राम्रो। हामीले सुरुमा हेर्दा विकलीबाट हेर्ने र प्याटर्न छुट्याउने, प्याटर्न भएपछि हाम्रो चाहिँ ट्रेड गर्नलाई राम्रो होइन। यहाँ हजुरहरूले यसै गरी यहाँका यी कम्पनीहरू छानेर किन्नु होला विकलीबाट छान्दाखेरि होइन। अनि डेलीमा आएर हेर्नु होला। अनि त्यस पछाडि आवरलीमा गएर यसरी आवरको क्यान्डल हुने अनि क्यान्डल लगाइसकेपछि आवरली क्यान्डल आइसकेपछि अनिखेर बेच्ने बेलामा चाहिँ हाम्रो जुन दिन आवरली क्यान्डलले चाहिँ यसरी यो 5 दिनको मुभिङ एभरेजमा यो 20 दिनको चाहिँ जुन दिन यसरी क्रस गर्छ हामीले यहाँ किन्दा चाहिँ यो 20 र 50 को हेर्नुपर्छ। बेच्दाखेरि चाहिँ यसलाई चाहिँ हेर्नुपर्छ। योभन्दा मूल्य चाहिँ तल झर्छ भने त्यसमा सेन्टिमेन्ट हुँदैन भनेर अब किन्न चाहिँ के अरे बेच्ने चाहिँ मनस्थिति बनाइसक्नुपर्छ। अब यहाँ बेच्न भ्याउनु नहुनेले यो मूल्यमा यो एकैचोटि यो 5 र 20 दिनको मूल्यमा आवरलीमा खेलिरहन्छ 4-5 वटा घन्टा भनेको एक दिनमा चाहिँ यहाँनिर दुईवटा एउटै टप टिजर पोइन्टमा खेलिरहन्छ भने चाहिँ त्यहाँबाट निस्किने पनि एउटा बनाउनु होला। त्यस पछाडि इन्भेस्टमेन्ट सेक्टरमा चाहिँ इन्भेस्टमेन्ट सेक्टरको चाहिँ अब तपाईँहरूले यो चाहिँ यस्तो छ इन्भेस्टमेन्ट सेक्टर चाहिँ होइन। बोलिन्जर ब्यान्ड चाहिँ अलिकति थोरै फुलेको छ होइन। हजुरहरूले त्यसलाई चाहिँ यसरी हेर्नु होला। अब यो यसको सेटिङमा गएर हजुरले यो चाहिँ लोअर ब्यान्ड नराख्दा पनि मलाई चाहिँ काम दिन्छ होइन। हजुरहरूले चाहिँ राख्ने नराख्ने दुइटै गर्ने होला यसरी। अनि अब यसलाई किन्नलाई यो ठिक छ इन्भेस्टमेन्ट सेक्टरको त ठिक छ होइन। अब विकलीमा चाहिँ कस्तो छ, डबल प्याटर्न छ। अब मन्थलीको त अलि लङ टर्म भयो, त्यो हेर्ने कुरो भयो। अब यसभित्र पनि हामीले चाहिँ कम्पनी छान्नु पऱ्यो होइन। कम्पनी छान्दा विकलीमा चाहिँ यसले डबल प्याटर्न बनिएको सर्लक्क यहाँबाट हजुरहरूले यसरी देख्नुभयो नि त। यसरी
यहाँबाट लिनुभयो, यहाँसम्म तल झऱ्यो एकचोटि, अनि यहाँ माथि गयो अर्कोचोटि, यहाँ तल गयो अर्कोचोटि, अब यहाँ गयो। अब हजुरहरूले त यो देख्नुहुन्छ। अब यहाँबाट यसरी माथि गइसकेपछि मात्र यसरी तल झर्छ, अनि डबल प्याटर्न बनिएको देख्नुहुन्छ कि। त्यसले गर्दाखेरि पहिला सुरुमा यहाँ हेर्ने प्याटर्न बनिएको हेर्ने, हामीले प्याटर्न छुट्याइसकिसकेपछि अनि त्यस पछाडि यसरी डेली हेर्ने, डेलीमा गएर डेली क्यान्डल हेर्ने। डेली क्यान्डलमा पनि हाम्रो यो 20, 50 र 5 दिनको मुभी मेरो चाहिँ यहाँ ठ्याक्क छ 268 मूल्य, किन्ने मूल्य छ। भोल्युम पनि आएको छ यहाँ लगातार, यो पनि अन्तिमको भोल्युम हो योदेखि यहाँदेखिको। यसमा चाहिँ हामीले अनि त्यस पछाडि ठ्याक्कसँगले यसरी 1 आवर चार्ट पनि लाउने। 1 आवर चार्टमा पनि यसरी हेर्ने। अनिखेर यो 1 आवर चार्टको पनि यो माथितिर गएको बेला नकिन्ने, रुङ्ने। आफूले चाहिँ बाई पोइन्ट चाहिँ यहाँ यो मूल्य यहाँ छ भने यतातिर यो तलको मूल्यमा यता 272 नराखेर यहाँबाट अलिकति सेलिङ आउन सक्छ। अनि यतातिर यस्तोमा चाहिँ किन्न पाइन्छ 2% तल, त्यतिखेरको त्यो मूल्यमा राख्ने। त्यस पछाडि बढेर माथि जान्छ, त्यसरी किन्न पनि राख्ने गर्नु होला होइन। अब त्यस पछाडि एचएडिसिएल भयो होइन, दुईवटा चलेको। एचएडिसिएल चल्दा एचएडिसिएल पी पनि सँगसँगै चल्ने हुन्छ, त्यो पनि नछुटाउनु होला होइन। अब यसमा चाहिँ प्याटर्न हेर्नुपर्छ। प्याटर्न पनि यसमा पनि हाम्रो डब्लु नै छ होइन, तर यो लास्ट विकको भोल्युम चाहिँ यहाँ चाहिँ रेड क्यान्डल बनिएको छ क्या। यसले चाहिँ अलिकति तलतिर झार्न सक्छ कि भन्ने अनुमान गर्न पनि सकिन्छ। यो हेरेर किन्नु होला। यहाँ किन्दाखेरि हाम्रो यो विकली क्यान्डलमा पनि 20, 50 र 5 दिनको मुभिङ एभरेज सँगसँगै छ होइन। यसबाट ग्रोथ गर्न चाहिँ हामीले रुँगिरहने होइन, ट्रेड गर्नेलाई चाहिँ यी कम्पनीहरू एकदम सुइटेबल देखिन्छन् होइन। अब यसरी अनि त्यस पछाडि यहाँ आएर किन्ने। अब ट्रेडिङ सेक्टरमा चाहिँ यो एसटिसी भन्ने मूल्य होइन, एसटिसी मैले लगाएर अस्तिदेखि नै हेरिराखेको। यो एसटिसीले चाहिँ विकली क्यान्डलमा होइन, विकली क्यान्डलमा यसले डब्लु बनाइरहेको छ क्या। यसरी डब्लु प्याटर्न बनाइरहेको छ। हजुरहरूले यसरी प्याटर्न यहाँबाट हेर्नुभयो, यसलाई नि छोडेर यहीँबाटै लिनुभयो अथवा यसले लिए पनि भयो। यहाँदेखि यहाँ यस्तो गरेर यहाँबाट यसरी यो चाहिँ डब्लु क्लियर छ क्या, यहाँ तलसम्म पनि आएको रहेछ होइन। यहाँलाई लिनुभयो भने यो डब्लु प्याटर्नमा छ क्या। अनि अब यो पनि एउटा राम्रो चल्ने कम्पनी चाहिँ यो पनि छ। हजुरहरूले यसको फर्स्ट टार्गेटै हामीले चाहिँ 1000भन्दा माथि राख्न सक्छौँ कि 1000भन्दा माथि 7000सम्म चाहिँ यसको एकमा होइन 8300सम्म पुग्न सक्ने म चाहिँ त्यो देख्छु विकलीबाट होइन। ठिक्क पनि क्रस भएको छ, यहाँ पनि ठिक आएको छ होइन, भोल्युम आएको छ। लोवर लो अपर हाई यस्तो श्रृङ्खला चल्दैछ। यो किन्दैछ खेलाडीले, त्यो चट्टु छ बढाउँदै पनि लगेको छ होइन। हजुरहरूलाई मैले यसरी देखाएँ। यो चाहिँ नेप्सेको वेबसाइट भयो, हजुरहरूलाई यो देखाएँ। आज मेरो चाहिँ युट्युब च्यानल यस्तै नेक्स्ट विक चल्न सक्ने कम्पनीहरू र चलिरहेका कम्पनीहरूको चाहिँ बारेमा जान्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ र यसको टार्गेट सेट गर्न चाहनुहुन्छ भने चाहिँ हजुरहरूले मेरो युट्युब च्यानलमा चाहिँ सब्सक्राइब गर्नु, ताकि अब अर्को नेक्स्ट भिडियो मैले जुन हाल्छु त्यसमा पनि मैले नेक्स्ट कम्पनीहरूको बारेमा कुरा गर्छु। त्यसले गर्दाखेरि हजुरहरूले सब्सक्राइब गर्नु होला, बेलको आइकन घन्टी पनि बजाउनु होला। भिडियो टुङरुङ बज्ने साथ आउन साथ तपाईँहरूले हेर्न सुरुमै पाइहाल्नुहुनेछ। हस्, धन्यवाद।